के कस्तो हुन्छ त्यो चाहिँ म तपाईलाई यो अगाडि भिडियोमा देखाउन गइरहेको छु। लेट्स सी है त गाइज। यो ट्रेडिङ भ्यूमा जाउँ। सुरुमा ट्रेडिङ भ्यू सबैसँग हुन्छ है त। ट्रेडिङ भ्यूमा गइसकेपछि यु क्यान सी अहिले नर्मल मार्केट चलिरहेको छ है त। अहिले लाइभ मार्केट चलिरहेको छ। अब हामीले चाहिँ यसलाई एसएनआर लेभलहरू सबलाई थाहा छ हैन त। यो कन्सेप्ट सुरु गरिरहेको अथवा सिकिरहेको साथीहरूलाई चाहिँ एसएनआर को कन्सेप्टहरू थाहा छ। आजको चाहिँ स्पेशली यो भिडियोमा चाहिँ मैले तपाईहरुलाई फ्रीमा चाहिँ इन्डिकेटर युज गरेर ट्रेड गर्न सिकाउँछु है त। सबभन्दा अगाडि तपाईहरुले इन्डिकेटरमा जानुस्। म त्यो नम्बर तपाईहरुलाई चाहिँ व्हाट्सएपमा राखिदिएको छ, बायोमा नम्बर, व्हाट्सएप नम्बर, त्यसमा मेसेज गर्नुस्। जीरो लेभलदेखि स्टेप बाइ स्टेप कसरी के गर्ने। अब जाउँ हामी इन्डिकेटरतिर है त। एसएनआर इन्डिकेटरको लागि सबभन्दा अगाडि हामी यो ट्रेडिङ भ्यूमा गइसकेपछि इन्डिकेटरमा जाने। इन्डिकेटरमा चाहिँ हामीले एमएसएनआर लेभल्स भनेर सर्च गर्ने है त। यति सर्च गर्यो भने देखाउँछ है त। सबभन्दा अगाडि टपमा आउँछ। टपमा आइसकेपछि तपाईहरुले देख्न सक्नुहुन्छ एमएसएनआर लेभल्स बाइ टीटीक्यू भनेर छ। यो चाहिँ चुज गर्नु होला है त। यसलाई चाहिँ फेभरेटमा राखे पनि भयो। यसलाई चुज गर्नु होला। त्यसपछि एप्लाई गर्नु है त। यो इन्डिकेटरलाई चाहिँ यु क्यान एप्लाई है त। लगाइजहरु यो अहिले जुन लेभल देखाइरहेको छ नि यु क्यान सी है त गाइजहरु। यो एक्ज्याक्ट लेभल 1 आवरको ए लेभलबाट चाहिँ एक्ज्याक्ट एक्युरेसी हेर्नुस् है यसको। यो इन्डिकेटरको मात्र हैन, यो थ्योरीको पनि एक्युरेसी हेर्नुस्। यस एक्युरेट चाहिँ 1 आवरको लेभलबाट यहाँ सेलिङ आइराछ है त। 1 आवरकोमा यु क्यान सी है। लाइभ हो, यो लाइभ मार्केट हो। 1 आवरको यहाँ धेरै अप्सनहरु छ, धेरै लेभलहरु मार्क गरिदिएको छ, अटोमेटिकली मार्क गरिसकेको छ। अब न्यूयोर्क सेसनमा चाहिँ यहाँबाट सेलिङ आउन सक्छ। यसमा इम्पोर्टेन्ट लेभल कुन हुन्छ त? जुन लेभल एउटैमा कम्बाइन भएर आएको हुन्छ। जस्तै डेली लेभल, 4 आवरको लेभल, 1 आवरको लेभल, यिनीहरु सबै लेभलहरु एउटै लेभलमा छ भने, कम्बाइन भएको छ भने त्यो लेभल एकदम स्ट्रङ हुन्छ। त्यहाँबाट चाहिँ बाइ अथवा सेल आउने चान्स एकदमै धेरै हुन्छ है त। त्यो कुरालाई चाहिँ बुझिराख्नु। बाइङ दिइराको छ भनेपछि यसको एक्युरेसी कति छ त है। यु क्यान इमेजिन है। हो त्यसो दैट रिजन। थ्यांक यू एभ्रीवन। अहिलेसम्म भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद है त।